यो दुनियाँमा हरेक इमोसनका व्यक्ति छन्। ती मध्ये 99% व्यक्ति असफल छन्, तर तिमी एक सबैभन्दा माथि पुग्नेछौ। यो भिडियो देखेपछि भिडियो इन्ट्रेस्टिङ बन्नेछ, अवश्य एक लाइक गर। सबैभन्दा लास्ट पोइन्ट एटम बम छ। कुनै ठाउँमा बोलाएको छैन भने त्यस ठाउँमा तिमी नजाऊ। जाने होइन। कसैले कुनै कुरा लुकाउँछ भने खोर्सिने कोसिस नगर, र कसैले लेट इन्भाइट गर्छ भने जान जरुरी छैन, किनकि तिम्रो रेस्पेक्ट इन्टरटेनमेन्ट भन्दा माथि छ। र यही हो पोइन्ट नम्बर 2। तिमी यी दुई चीजबाट टाढा रहौ, किनभने लस्ट र इन्टरटेनमेन्ट एक व्यक्तिको लागि हानिकारक हुन्छ। सारै तिम्रो सपना, सारै तिम्रो लक्ष्य मात्र एक सेकेन्डमा एम्प्टी उडाइदिन्छ, लगेर फोहोरको डुङ्गुरमा राखिदिन्छ। यु थिंक व्हाट यु वान्ट। सधैँ उठ्ना साथ जे पायो त्यही नगर। कुनै प्लान्ट बनाऊ र उसलाई एक्जिक्युट गर, किनकि यस्तो बाँकी व्यक्ति गरिरहेका छैनन्। जो पनि एक डिसिजन ल्याऊ, एज अ रिजल्ट त्यसको अन्त्यमा तिम्रो गार्जियन, तिम्रो फ्यामिली या त खुसी हुन चाहियो, या त तिमीमा सबको प्राउड हुन चाहियो। द्याट्स योर रिजल्ट। र लास्टमा कुनै सिरियस कोर्स छ भने र त्यसलाई साँच्चै एक्टिभ गर्नु छ भने कसैलाई थाहा नदेऊ, किनकि जब तिमी आफ्नो मेन गोल कसैलाई थाहा दिन्छौ भने एक सस्तो रिजल्ट निक्लिन्छ। त्यो समयमा त पोजिटिभ फिल गराउनेछ, अरे दुनियाँ बोल्नेछ वाह के गोल छ, तर तिम्रो दिमाग भित्र नेगेटिभ इम्प्रेसन बढ्दै जानेछ। फर इक्जाम्पल, फुलेको बेलुनबाट बिस्तारै हावा फुस्किँदैछ। एक सक्सेसफुल व्यक्तिलाई आफ्नै सक्सेसले नेगेटिभ वे देखाउँछ। के चाहन्छौ तिमी पनि सक्सेसफुल बन्न? बस एक लाइक गर। देखाउने वाला चाहिएको छैन, आगको चिङ्गारी लगाउने वाला चाहिएको छ।